हेलो एभ्रिवान। आज चाहिँ म मेरो जेरिनियमलाई रिपोर्ट गर्न गइरहेको छु र मेरो जेरिनियमको लागि चाहिँ मैले मल माटोहरू सबै रेडी पारेर अब रोप्नु मात्रै बाँकी छ। यो स्याप्लिङ चाहिँ मैले 1 मन्थ अगाडि राखेको थिएँ र हेर्न सक्नुहुन्छ यस्तो दामी आइरहेको छ। हेल्दी रुट्सहरू पनि दामी आइरहेको छ। त्यसको पत्ता हेर्नुहोस् न कस्तो दामी छ, दामी ग्रोथ भयो। त्यसमै खुसी लाग्छ मलाई। र तर मलाई यो चाहिँ याद छैन कि कुन कुन कलरको हो भनेर। मेबी वाइट चाहिँ 2-3वटा वाइटै हुनसक्छ, अन्त चाहिँ कति 5वटामा 3टा वाइट हो भने 2टा रेड होला। र म चाहिँ यसरी यो माटो चाहिँ यति दामी छ। यो मिक्सचर चाहिँ कम्ती माटो छ, 40% माटो छ भने 60% चाहिँ के छ सुकेको मल भनौँ न। मल पनि यति दामी छ, एकदम फाइन दामी छ। मल माटो र स्याप्लिङ चाहिँ तिनटैको कम्बिनेसनै दामी भइरहेको छ। यसमा चाहिँ अब यसलाई फुल्नु लाग्छ होला मेबी 1.5 मन्थ। त्यस पछाडि हेरौँ कुन कुन कलरको आउँछ, म देखाइदिन्छु नि तपाईँहरूलाई पनि। र तपाईँहरूको चाहिँ कुन चाहिँ फुल चाहिँ फेभरेट हो त्यो कमेन्ट गर्नुहोस् ल। मेरो चाहिँ फेभरेट चाहिँ जेरिनियम चाहिँ होइन, सेकेन्ड फेभरेट भन्दा हुन्छ। तर मलाई जेरिनियम चाहिँ एकदम मनपर्छ, किनभने यो चाहिँ के हुन्छ, इट इज भेरी इजी हुन्छ नि त। बेसी केयर पनि चाहिँदैन हो। तर यसलाई चाहिँ घाम चाहिँ निकै चाहिन्छ। अहिले चाहिँ म यसलाई अलिक ठुलै पटमा राख्दैछु, किनभने मलाई सानोमा जरा साह्रै बेसी जान्छ जेरिनियमको। मेरो चाहिँ आई डोन्ट नो अबाउट अदर्स, बट मेरो चाहिँ पुरा बेसी जान्छ। त्यही भएर चाहिँ सानो पटमा चाहिँ मैले रोपेको जेरिनियम चाहिँ हुँदैन। र यो चाहिँ मैले ठुलो पटमा रोपिरहेको छु। मलाई चाहिँ फुलहरू रोप्नु चाहिँ मनपर्छ। र यस्तो भयो लास्टमा त्यो सानो जेरिनियम चाहिँ फुल्छ कि हुँदैन। थ्याङ्क यू सो मच फर वाचिङ।